आज चाहिँ सोल्टीको बर्थडेमा केक हालेको प्लास्टिक पनि छोडिन मैले त। आज चाहिँ हाम्रो सोल्टीको चाहिँ नि जन्मदिन परेको हुनाले आज चाहिँ सोल्टी एकदमै ह्याप्पी छन् होइन। त्यति नै बेला टक्क लाएर दिदीले चाहिँ नि केक ल्याइदिनुहुन्छ। को दिदी भन्नुभएको होला, उहाँ चाहिँ हाम्रो घरबेटी हुनुहुन्छ। अनि सोल्टीको चाहिँ मुहारमा यस्तो चमक थियो। त्यति नै बेला साथीहरू सबै आइसक्नु भएको थियो अनि रमाइलो गर्दै सबैजनाले अब चाहिँ नि हाम्रो सोल्टीको बर्थडे सेलिब्रेट गर्नुपर्छ भनेर चाहिँ नि हामी यसो लाग्यौँ होइन। अनि त्यसपछि क्यान्डलहरू बालेर चाहिँ नि यसो लाएर झिर पारामा चाहिँ नि हामीहरू बर्थडे सेलिब्रेट गर्दै थियौँ। यसो लाएर कपिल भाइले चाहिँ मलाई टक स्प्रे हानेर चाहिँ मेरो थोपडा चाहिँ यस्तो बनाइदियो होइन। सबैजनालाई स्प्रे हानिसकेपछि टक्क लाएर साइडको माहौल पनि क्या गजबको थियो होइन। स्प्रे हानेर चाहिँ कपिल भाइले चाहिँ सोल्टीको चाहिँ नि टोपी नै झारिदिएर फेरि भुइँबाट टिपेर फेरि आफूले लगायो होइन। त्यसपछि चाहिँ के खल्लो खल्लो लागेको थियो होइन। यसो हेर्दाखेरि त केक नै काटेको रहेछन्। स्प्रेको चक्करमा होला सोल्टीले केक नै काट्न भुलेछन् होइन। केक काटिसकेपछि चाहिँ नि टक्क लाएर फर्स्टमा चाहिँ भिनाजुको पालो हुन्छ अनि त्यसपछि चाहिँ भिनाले टक्क सोल्टीको मुखै टालिदिनुहुन्छ केकले। यस्तो हरकत चाहिँ बर्थडेमा कसले गर्छ कमेन्ट गर्नु होला। त्यसपछि चाहिँ हाम्रो घरबेटी अथवा हाम्रो दिदी चाहिँ नि टक्क लाएर लगाइदिनुहुन्छ। अनि त्यसपछि चाहिँ लास्टमा मेरो पालो आउँछ अनि मैले चाहिँ लगाइदिन्छु सोल्टीलाई टिका टालो अनि केक सेक खुवाइदिन्छु अनि आफू पनि खान्छु। अनि यताउता हेरेको त केक हालेको भाँडो भेटिन्छ अनि यसलाई पनि के छोड्ने भनेर म लगाइदिन्छु। त्यसपछि चाहिँ हामी यसो बर्थडेको यसो लगाएर स्टोरीमा हाल्ने हुन्छ भनेर फोटोसोटो खिचिदिन्छौँ होइन। दिक्क लागेर चाहिँ नि म अहिले चाहिँ नि क्यामेराम्यान बनेको हुन्छु। आज चाहिँ बड्डो भइयो भनेर चाहिँ सोल्टी खुसी छन्। केही समयपछि हामी कोठामा जान्छौँ। कोठामा चाहिँ फेरि दाइहरू पनि आउनुहुन्छ। दाइहरू आएर चाहिँ टक्क लाएर यताउति सर्च गर्दै हुनुहुन्छ होइन। आज के पकाउने होइन यसो भनेर यसो सर्च गर्दै हुनुहुन्छ। अनि यताउति सर्च गरेको चाहिँ नि तेल सकिएको रहेछ होइन। मैले चाहिँ एकछिनमा चाहिँ म पसल गएर तेल लिएर आउँछु। तेल लिएर आइसकेपछि दाइले चाहिँ प्याज काट्दै हुनुहुन्थ्यो होइन। केही समयपछि सलाद खाने भनेर चाहिँ नि सोल्टीलाई मैले पसल पठाएको थिएँ। सोल्टीले काँक्रा लिएर आए अनि पानी सकिएको रहेछ, मैले पानी पनि ल्याइदिइहालेँ। केही समयपछि दाइहरू चाहिँ नि के खानको लागि रेडी हुनु। उता चाहिँ मासु भर्खर सोल्टीले पकाइराख्नु भएको थियो। त्यति नै बेला हामी कान्छी आमा छोरा हुँ र भनेर चाहिँ नि म टक्क लाएर डेरीमा गएर चिसो लिएर आएँ। लिएर आइसकेपछि उता मासु पनि पाकिसकेको रहेछ। हाम्रो सोल्टीले सो लाएर मासु चलाउँदै थिए। त्यसपछि चाहिँ सोल्टीले मासु हालेर चाहिँ रेडी भइसकेको थियो। त्यसपछि चाहिँ म खानको लागि रेडी भइसकेको थिएँ। मासु चाहिँ असाध्यै मिठो थियो। हाम्रो अशोक दाइले पकाएर होला सायद। यति भन्दै आजको यो मेरो भ्लगलाई चाहिँ नि यहीँ टुङ्गाइदिन चाहन्छु। भिडियो राम्रो लागेको छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। हस्त धन्यवाद।